हो सुने अट छैन कति गरौँ त्यो क्रोस तपाईले बोक्नुभयो वकलबरीको बाटो धर्मराउँदै कति चोटि लड्नुभयो सुने अट छैन कति गरौँ त्यो क्रोस तपाईले बोक्नुभयो वकलबरीको बाटो धर्मराउँदै कति चोटि लड्नुभयो त्यो डाँडाको चर्को घाममा एउटै कुरो माग्नुभयो सारैतिर लाग्यो थोरै पानी देऊ न हेर घाँटी सुक्यो केही पिउन पाउन सारैतिर लाग्यो थोरै पानी देऊ न हेर घाँटी सुक्यो केही पिउन पाउन विशेष गरी यो फोटो पुरानो अनि नयाँ संग्रह गरिरहेको छु के कस्तो लाग्छ हजुरलाई हजुरले कमेन्ट गरिदिनु होला मेरो बहिनी हाम्रो सर सन्डे स्कुलको सर बिन्दुहरू मेरो साह्रो बधाई यसरी नै यो सालको नयाँ पुरानो फोटो कलेक्सन गरेर यसरी बनाएको छु सो यो रिमेम्बरको लागि सबैजनाले यो फोटोलाई हेरेर आनन्द लिनुहोस् हाम्रो फ्यामिलीको फोटो नानीको बर्थडेको यो घाँसथरको हाम्रो जेम्स सरहरूसँग यसरी खिचेको छौँ र नवीनजी हाम्रो विकासजी र मेरो मिसेस अनि यहाँ मेरो ज्वाइँ नातिनी मेरो नाति र म आफै नै प्रार्थना गरिरहेको छु रुबिनाको घर अर्पण भाइ स्टिफेन मेरो बुहारी म अनि मेरो वाइफ ल पास्टर शर्मा पास्टर सागरजी हुनुहुन्छ अनि बहिनी मिना म मेरो वाइफ मेरो आफन्तजन ल यसरी हामीले ब्लू लगनमा पनि मजाले फोटो खिचेको छौँ है यो चाहिँ मेरो कलकत्ताको यात्राको फोटो युटर्न भन्ने जग्गा यही हो ट्रेनको यात्रा अम्मैनीमा